एकदम प्रतिष्ठित उद्यमी पनि व्यवसायी पनि चन्द्र ढकालज्यूको अध्यक्षतामा एफएनसीसीआईले विगत 4 वर्ष धेरै आरोह अवरोह प्रतिकूलता अनुकूलता सबै छिचोल्दै यो बिन्दुसम्म ल्याइ पुर्याउनु भएको छ। उहाँको सफल कार्यकालको लागि म हार्दिक बधाई दिन चाहन्छु र आउँदै गर्नुभएका अन्जान श्रेष्ठजीको आसन्न कार्यकालको लागि पनि म हार्दिक शुभकामना दिन चाहन्छु। मैले बुझेअनुसार उहाँको टिम चाहिँ बन्न बाँकी नै छ, निर्वाचन नै हुँदैछ भन्ने सुने मैले। पहिला जस्तो त्यो दलीय आधारमा गुटसुट बनाएर नगर्नु होला, स्वच्छ तरिकाले एकदम अब्बल मान्छेहरू चाहिँ चुनिएर आउने र चुनिएर आइसकेपछि एक ढिक्का एक टिम भएर काम गरिदिनु होला। निजी क्षेत्रको यत्रो विरासत बोकेको संस्था, इतिहास र भविष्यमा पनि नेपालको अर्थतन्त्रलाई कता डोर्याउने भन्ने चाबी नै बोकेर बस्नु भएको छ तपाईहरुले। त्यसैले यसलाई एकदम त्यो जिम्मेवारी त्यो गाम्भीर्यलाई मनन गरेर नै अगाडि जानुहुनेछ भन्ने मैले आशा गरेको छु। संयोगले चन्द्रजी पनि गण्डकी अञ्चलले, उहाँ पनि अन्जानजी पनि गण्डकी अञ्चलले। अब यो एउटै प्रदेश, पहिरानो अञ्चल अहिले प्रदेशले चाहिँ मोनोपोलाइज नगरोस्, बिस्तारै यसमा पनि विविधीकरण र समावेशिता हुँदै जाओस्। यहाँहरूलाई पनि मेरो चाहिँ आशा त्यतातिर पनि राखेँ मैले। अब धेरै कुरा भन्नु छैन, त्यहाँ आज यो बजेटकै बारेमा धेरै मन्त्रीज्यूहरू कुरिराख्नु भएको छ। म यहाँबाट गएर मन्त्रालयगत छलफलहरू गर्नुपर्ने भएको भएर म छोटकरीमा केही कुराहरू राख्न चाहन्छु। प्राइभेट सेक्टरको इम्पोर्टेन्स बारे मैले धेरैमा अङ्ग्रेजीमा भन्छन् प्रिचिङ टु द क्वायर वर प्रिचिङ टु द कन्भर्टेड भने जस्तो हो। प्राइभेट सेक्टरको यत्रो चाहिँ शानदार उपस्थिति हैन, प्राइभेट सेक्टरकै तपाईहरु खम्बाहरू हुनुहुन्छ आफ्नो ठाउँमा। तपाईहरुलाई प्राइभेट सेक्टरको महत्त्वबारे मैले त भनिराख्नु परेन। यद्यपि नेपाल सरकारले प्राइभेट सेक्टरको महत्त्व बुझेको छ। हामीले जुन विराट लक्ष्य राखेका छौं, राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचनमा उम्मेदवारी गर्दा, हामीले आफ्ना वाचापत्र लेख्दै गर्दा, सरकारमा आइसकेपछि उल्लेख गरेका प्राथमिकताहरूमा जहाँ पनि निजी क्षेत्रको भूमिका एकदमै अग्रस्थानमा छ। हामीले झन्डै 100 अर्ब डलरको अर्थतन्त्रको कल्पना गरेका छौं। अर्को लगभग 7 वर्षमा त्यसलाई लम्बियो भने पनि एउटा माइलस्टोन चाहिँ त्यो 100 बिलियन डलरको इकोनोमी लाई चुनाव अगाडि पनि वाचापत्रमा पनि र अहिले पनि त्यसलाई रिइन्फोर्स गर्दै गर्दा त्यो लक्ष्य पुर्याउनको लागि निजी क्षेत्रको साथ भएन भने त्यो असम्भव छ भन्ने कुरा हामीले बुझेका छौं। त्यसैले जब क्रिएसन, रोजगारी सिर्जनाको हिसाबले र अर्थतन्त्रको आकारलाई फराकिलो बनाउनलाई र त्यसलाई अर्को उचाइमा लानको लागि निजी क्षेत्र एकदमै महत्त्वपूर्ण छ भन्ने बुझेका छौं। मैले हाम्रो मन्त्रीमण्डलमै पनि यी कुराहरू राख्ने गरेको छु कि नेपाल सरकारले यो बजेटको नाममा यत्रो हाउगुजी छ, सिङ्गो देश नै यो बजेटमा गएर अड्या जस्तो गरेर पेश हुन्छ पत्रपत्रिकामा पनि। तर हामीले खर्च गर्ने त्यही 19-20 खर्ब हो। तपाईहरुले नै तिरिदिएको कर चाहिँ सार्वजनिक खर्चको माध्यमबाट पुनः अर्थतन्त्रमा फ्याक्ने हो। 19-20 खर्ब, अलिअलि बोरोइङ पनि हुन्छन् त्यसमा, स्वदेशी ऋण विदेशी ऋण। तर त्यो नेपाल सरकारले खर्च नगरेको खण्डमा निजी क्षेत्रले गरिदिए पनि हुने लगानी योग्य पुँजी नै हो। त्यसैले यो साधन स्रोतको सीमा सम्भावनाहरूबारे कुरा गर्दै गर्दा नेपाल सरकारले चलाउने भनेको त्यही 18-19-20 खर्बको हाराहारीमा हो। जीडीपी को लगभग 25 देखि 30% हामीले विनियोजन गर्छौं। खर्च त्योभन्दा पनि कम भइरहेको छ केही वर्षदेखि। भनेपछि जीडीपी त ठुलो छ नि त। यही साल हामी 66 खर्बको जीडीपी को कुरा गरिरहेका छौं। अर्थतन्त्रको आकारको करिब 12% को नोमिनल वृद्धि, 6-7% को वास्तविक वृद्धि र अन्य कुराहरू मुद्रास्फीति लगायत जोडिएर 12% को नोमिनल वृद्धि अर्को साल गर्यौं भने पनि 83-84 को आर्थिक वर्ष अन्त्य हुँदै गर्दा हामीले करिब 74 खर्बको अर्थतन्त्रको कल्पना गरेका छौं। सरकारले खर्च गरेको छ 19-20 खर्ब, वास्तविक त त्यति पनि गर्दैन। अहिले पनि हामीले 16 खर्ब जति मात्रै खर्च हुने अनुमान गरेका छौं। पुँजीगत खर्च त अझ सानो छ, त्यसमा 2 खर्ब 3 खर्ब भन्दा छैन। अरु सबै अनिवार्य दायित्वहरू, चालू खर्चका विभिन्न अंशहरू हुन्छन्।
एम्बिसन छ 74-75 खर्ब अर्को वर्षको अन्त्य हुँदै गर्दा पुर्याउने भनेपछि त्यो बाँकी कन्ट्रिब्युसन कसको त भने तपाईँहरूको हो। सो यो कुरा हामीले राम्ररी बुझेका छौँ र बुझेका छौँ भनेर त्यसलाई लिपिबद्ध पनि गरेका छौँ। मलाई लाग्छ म चुनाव लड्दै गर्दा दमौलीको एउटा होटलमा बसेर आफ्नै हातबाट लेखिएका धेरै बुदाहरू यो वाचापत्रमा छन्, पढिदिनु होला। पुरानो चलन के छ भने जनतालाई यसो भुलभुलाउनको लागि घोषणापत्र एउटा रिचुअल जस्तो कर्मकाण्डी अभ्यास जस्तो ल्याउने गरिन्छ। त्यो आएको दिन 2-4वटा पत्रिकाले यसो लेखिदिन्छन्, उनीहरूको टिप्पणी पनि त्यही पुरानै शैलीको हुन्छ। महत्त्वकांक्षी हावादारी यस्तो यस्तो नै हुन्छ, टिप्पणी पनि त्यो पनि अनुमान योग्य नै हुन्छ र त्यसलाई मजाले कन्भिनियन्टली बिर्सिन्छ। चुनाव सकिएपछि त यसलाई रद्दीको टोकरीमा फाल्या जस्तो कहीँ रेलेभेन्ट हुँदैन। हामीले यसलाई रद्दीको टोकरीबाट ल्याएर टकटक्याएका छौँ र अहिले सरकारको नीति कार्यक्रम बन्दै गर्दा र बजेट लेखन सुरु हुँदै गर्दा यहाँ लेखिएका कुराहरूलाई सर्वात्मना फलो गर्ने भनेर चाहिँ अगाडि गइराखेका छौँ र 100वटा आधारहरूमा तपाईँहरूलाई अब यो लामो 100वटै पढ्न त पाउनु भएको छैन होला, तर यसमा एउटा मेथड छ, एउटा लय छ, एउटा सिक्वेन्स छ। नेपाली जनता आजित भएको कुशासनका विरुद्ध, त्यसैले नम्बर 1 देखि नम्बर 19 सम्म हामीले सुशासनका कुराहरू लेखेका छौँ। नम्बर 20 देखि 40, 19 देखि नै भनौँ, 19 देखि 40 अर्थतन्त्रको बारेमा छ। त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थतन्त्रको बारेको बुझाइ, विश्लेषण, आगामी रणनीति के हो भन्ने कुरा एफएनसीसीआईको कार्यक्रममा अर्थमन्त्रीले के बोल्छ, के बोल्दो रहेछ भनेर पर्खिराख्नै पर्दैन। बकाइदा लेखिएको छ, जे लेखिया छ त्यही हामी कार्यान्वयन गर्दैछौँ। सुशासनकै बुदाहरूमा पनि अहिले त्यो 19वटा बुदामा धेरै कार्यान्वयन भइसक्यो। हामीलाई त त्यो ट्र्याकिङ गर्न पनि भ्याइ नभ्याइ छ। बोलेका कुराहरू कार्यान्वयन भटाभट हुँदैछ। 1 नम्बर बुदामा हामीले लेखेका थियौँ सदियौंसम्म उत्पीडनमा परेका दलित समुदाय, नेपालभरिका दलित समुदायलाई माफी मागेर सुरु गर्छौँ भनेका थियौँ हामीले। संसदको रोस्ट्रमबाट हाम्रो सभापतिले माफी मागेर यो कुरा नम्बर 1 बुदा नै हामीले कार्यान्वयन गरिसकेका छौँ। अब बजेट लगायतमा त्यो माफी मागेर मात्र पुगेन, अन्य नीति कार्यक्रमहरूमा पनि त्यसलाई सार्थकता दिनुपर्ने हुन्छ। त्यो गर्ने क्रमतिर हामी छौँ। तर म 2-3वटा वाक्यांश तपाईँहरूलाई पढ्नै पर्ने भएको छ, किनकि वी रियली मिन what we say, we really mean what we have written about, we are committed to this। अरू कुरा तिगडम जान्नै पास छैन, राजनीतिमा नयाँ छौँ, तिगडम जान्नै पास छैन। जे बोलेका छौँ त्यही गर्ने हो, जे लेखेका छौँ त्यही नै हो हाम्रो कमिटमेन्ट। 19 नम्बरमा हामीले लामो छ बुदा, निजी क्षेत्रले रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानी योग्य पुँजी प्रवाहमा अग्रणी भूमिका खेल्ने र सरकारको भूमिका नियामक तथा सहजीकरणकर्ताको भएको स्पष्ट पार्दछौँ भनेर त्यो बुदामा हाम्रो इकोनोमिक भिजन, मार्केट र स्टेटको ब्यालेन्स कसरी अगाडि लाने भनेर त्यहाँ हाम्रो फिलोसोफिकल स्ट्यान्ड त्यहाँ क्लियर छ। अस्ति मैले एउटा स्थिति पत्र निकालेका थिएँ, धेरैजनाले खै धारणा आएन के आएन भन्दै हुनुहुन्थ्यो। यहाँ पढ्यो भने सबै छ, त्यसैले हामीले नदोहोऱ्याएको मात्रै हो। 20 नम्बरमा अलिकति प्राइभेट सेक्टरमा देखिएका व्यथितिहरूको बारेमा हामीले उल्लेख गरेका छौँ। कार्टेल, अस्वस्थ प्रतिस्पर्धा, रेन्ट सिकिङ तथा नीतिगत दोहन जस्ता विकृतिहरू नियन्त्रण गर्न राजनीतिक हस्तक्षेपबाट मुक्त, पेशागत, पारदर्शी र शक्तिशाली नियामकीय निकायहरूको निर्माण तथा सुदृढीकरण गर्नेछौँ। निजी क्षेत्रलाई बत्ती नदिने हो, उड्न दिने हो पखेटा फिजाएर, तर दह्रो राज्य त्यहाँ हुन्छ। नियामकीय निकाय चाहिँ स्वस्थ, सक्षम हुन्छ, हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। विगतका केही वर्षहरूमा यी नियामकीय निकायहरू कब्जा गरिएका थिए र निजी क्षेत्रलाई त्यसले विकृत बनाइरहेको थियो, जसलाई हामी टुलु हेर्न मात्र बाध्य भएका थियौँ। तर आम नेपाली जनताको हस्तक्षेपपछि त्यो जालो, त्यो सेटिङ, त्यो कब्जा तोडिएको छ। एन्ड वी आर नट गोइङ ब्याक टु द ओल्ड डेज। अब नयाँ बाटो तय गर्ने हो। सामाजिक बजार अर्थतन्त्रको रूपरेखाभित्र नेपालको यथार्थ अनुकूल, सन्तुलित र दिगो आर्थिक मोडेल अवलम्बन गर्नेछौँ भनेर 20 नम्बर बुदामा लेखेका छौँ। निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवर्धन गर्ने उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षा मार्फत
राष्ट्रिय आयको समतामूलक पुनर्वितरण यी दुई आधारलाई सन्तुलित रूपमा संयोजन गर्नेछौँ। सोशल मार्केट इकोनोमी भनेको अलिअलि नोर्डिक फ्लेभरको मोडेल हो, यद्यपि उनीहरू प्रति व्यक्ति आएको हिसाबले धेरै माथि छन्, तर गरिब हुँदा पनि आम जनतामा लगानी गर्न सकिन्छ, गच्छेले भ्याएसम्म भन्ने कुरा हामीले यहाँ प्रतिबिम्बित गरेका छौँ। 21 नम्बर बुँदामा हामीले लेखेका थियौँ, आर्थिक प्रगतिमा बाधक रहेका वा असान्दर्भिक बनेका करिब 2 दर्जन ऐनहरू खारेज गर्नेछौँ भनेर यहाँ लेखेका थियौँ। म अर्थमन्त्री भएको पहिलो 10 मिनटमा मैले 15वटा ऐन खारेज गरिदिएको छु र तपाईहरूलाई दुःख दिने भनेर भनिएको 25 नम्बर बुँदामा यहाँ लेखेका छौँ, राजस्व न्यायाधिकरणको संरचना सुधार गर्दै राजस्व अनुसन्धान विभाग खारेज गर्नेछ। हैन, लेखेका छ। 25 नम्बर बुँदामा लेखेका थियौँ, अर्थमन्त्री भएको 10 मिनटमा खारेज गरेर देखाइदियो। भनेपछि यो सोलेम कमिटमेन्टलाई बिस्तारै एक्जिक्युट गर्दै जाने हो भन्ने कुरा तपाईहरूले बुझिदिनु होला। 22 नम्बरमा यो सामाजिक न्याय सहितको उदार अर्थनीति अवलम्बन गर्ने दल भएकोले निजी क्षेत्रसँगको उन्नत समझदारी, कम्प्याक्ट, कन्ट्र्याक्ट होइन कि कम्प्याक्ट, गभर्नमेन्ट र प्राइभेट सेक्टर बीचको एउटा उन्नत समझदारी, कम्प्याक्टको आधारमा राजस्व नघट्ने प्रत्याभूति सहित सबै करहरूको बोझ घटाउनेछौँ भनेर कमिट गरेका छौँ। लगायत अब एफडीआई, प्राइभेट इन्भेस्टमेन्ट, डोमेस्टिक इन्भेस्टमेन्ट, डायस्पोराको इन्भेस्टमेन्ट सबैको लागि सहजीकरण गर्ने वान स्टपका कुराहरू, अवधारणाहरू पहिला पनि बोलिएका हुन्, तर हामी एक्जिक्युट गरेरै देखाउँछौँ। एउटा सामान्य हाइड्रो पावर चाहिँ अनुमति लिनको लागि पनि कति 23वटा विभाग, 7वटा मन्त्रालय धाउनुपर्छ भन्ने तथ्याङ्क फ्लोट भइरहेका छ। त्यस्ता कुराहरूलाई हामी चिर्छौँ र सुधार भनेकै त्यसरी अगाडि जान्छौँ। यहाँहरूलाई मैले यो रिफर्म ओरिएन्टेड गभर्मेन्टको हैन जे लेखेका छौँ त्यो गर्दै जाने हो भन्ने कुरा। सो कहिले मान्छे सरप्राइज हुन परेन क्या, सरप्राइज हुन परेन। अलिकति गृह कार्य गरिदिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टीको विचारधारा के हो, के गर्छु भनेको थियो भन्ने कुरा अब त्यो लेखे अनुसारै गर्दै जाने हो, किनकि जनताले त्यसलाई अनुमोदन गरेका छन्। र यो प्रचण्ड अभूतपूर्व यो विपुल मतादेश जुन हामीले पाएका छौँ त्यसलाई हामी न्याय गर्नेछौँ। र यहाँनिर चाहिँ अलिअलि तपाईँहरूको र हाम्रो बिचको अलिकति कन्फ्युजन, अलिकति बुझाइमा अपर्याप्तता भएको हो कि भन्ने लाग्छ। समथिङ फन्डामेन्टल हेज शिफ्टेड इन नेपाली सोसाइटी, पोलिटिक्स, इकोनोमी। 4-5 महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा चाहिँ 36 वर्षका प्रधानमन्त्रीले दमदारसित चाहिँ यो देशलाई हाँक्नुहुन्छ भन्ने कुरा कसैले कल्पना गर्नुभएको थियो? तर आज बास कसैले कल्पना गर्नुभएको थियो भर्खर 50 नागेको अर्थमन्त्री यो क्याबिनेटको सबभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो? हामी त 80 वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के भन्ने त हुँदैन भनेको थियौँ नि। यो त ठुलो परिवर्तन हो नि। त्यसैले प्राइभेट सेक्टरले पनि यो अभूतपूर्व जनादेशलाई सिरोपर गर्नु बाहेकको विकल्प छैन। तर कहिलेकाहीँ पुराना बानीहरू बिर्सनलाई, परिवर्तन गर्नलाई समय लाग्न सक्छ। र मैले अस्ति गोकर्णको एउटा कार्यक्रममा भनेको थिएँ, धेरैलाई गाली गरे स्वर्णिम वाग्लेले, अर्थमन्त्रीले भने गाली गर्नु नै छ भने अङ्ग्रेजीमा बोल्नु भने हुनाले मैले अङ्ग्रेजीमा बोलेको थिएँ। गाली गरे होइन, त्यो मेरो एकदम तपाईँहरूप्रतिको फन्डनेस र कसरी हामी सँगै अब जाने हो। अघि मैले भनिसकेँ, यो देश बनाउनको लागि निजी क्षेत्र बिना हामी सक्दै सक्दैनौँ र अलिकति प्राइभेट सेक्टरको माइन्डसेट र अप्रोचमा पनि चेन्ज गर्नुपर्ने हुन्छ। र मैले त्यहाँ भनेको थिएँ कि धेरै उद्यमी व्यवसायीहरूलाई हाम्रो यो डिस्क्रेसन ओरिएन्टेड ब्युरोक्रेसी, रेगुलेटरीको यो करकापले गर्दाखेरि इमान्दारपूर्वक उद्यम व्यवसाय गर्छु भन्नलाई लगभग असम्भव बनाइदिएको छ। पैसा नखाइकन कामै नहुने, एउटा नेता नसमाइकन काम भन्छुन नगरिकन कामै नहुने, रेन्ट सिकिङ, लाइसेन्स रेजिम, पहुँच, चिन्जान, नातागोता, समग्रमा यसलाई अङ्ग्रेजीमा मिठो शब्द छ क्लेप्टोक्रेसी, नेपालीमा त्यसको रूपान्तरण कहिलेकाहीँ लुटतन्त्र भनेर गरिन्छ। त्यो गुज्र्यौँ नि हामी। त्यसैले एकदमै सम्भावना भएका, प्रतिभा भएका
असल उद्यमी व्यवसायीहरूलाई पनि बदमाश बन्नलाई बाध्य बनाउने जुन यो लिगल ब्युरोक्रेटिक आर्किटेक्चर छ त्यसलाई हामी ध्वस्त बनाउँछौँ, त्यसलाई चकनाचुर बनाउँछौँ। पहिलो वर्षमा हामी नसकाउँला, तर यो 5 इयर्सको म्यान्डेट छ। यसलाई क्रमशः ब्रिक बाई ब्रिक, पिस बाई पिस हामी त्यसलाई तोड्छौँ। सो सरकारको यो सही नीति, असल नियत र अब्बल क्षमता बोकेर हामी यसरी यो क्याबिनेट यसरी दौडेको छ। अब यसमा तपाईहरुले साथ दिनुपर्छ। इन्सेन्टिभ स्ट्रक्चर, बिहेभियरल प्याटर्न्स, पुराना कुराहरू छोडेर हाम्रा सभापति रवि लामिछानेले बारम्बार भन्नुहुन्छ यो लर्निङ होइन क्या, अनलर्निङ हो यो एकाडेमीको कामहरू भन्नुहुन्छ हाम्रो पार्टीमा। अनलर्न पनि गर्नु पर्यो। अभ्यस्त भएका अभ्यासहरूबाट बिस्तारै विमुख भएर पनि हामी जानुपर्ने हुन्छ र मेरो हजुरहरूलाई विनम्र अनुरोध त्यतातिर पनि छ। त्यसैले यो अनावश्यक ढङ्गले तरङ्गित हुनु पर्दैन, संशय राख्नु परेन। एकदम अर्थमन्त्री कहाँ, प्रधानमन्त्री कहाँ, गृहमन्त्री कहाँ लामा लामा सूची छन् रे, भोलि कसलाई पक्रने, के गर्ने, धरपकड गर्ने, तर्साउने, त्यस्तो छैन। पहिला बरु थियो एक्सटोर्सनको सूची बनाएर फोन आउँथ्यो तपाईहरुलाई राजस्व अनुसन्धानबाट, सम्पत्ति शुद्धिकरणबाट। त्यस्तो गर्ने एउटा निकाय त मैले खारेजै गरिदिसकेँ। पहिला थियो त्यस्तो, तपाईहरु सबैलाई थाहा छ। अहिले त्यस्तो छैन। अहिले पुराना अनुसन्धानहरू जो भइसकेका थिए, हामी आएर गरेको पनि होइन, पुराना अनुसन्धानहरू राजनीतिक प्रभावमा त्यसलाई थन्काइएका थिए, तामेलीमा राखिएका थिए, मिल्काइएका थिए। ती कुराहरूलाई चाहिँ हामीले, किनकि जनतालाई त भनेका छौँ नि, 1 नम्बरदेखि 19 नम्बर त सुशासन नै सुशासन हो नि त। एजेन्डा हाम्रो प्रमिस जे लेखेका थियौँ त्यही गर्दैछौँ र इमानदार ढङ्गले अगाडि बढ्नुभएका उद्यमी व्यवसायहरू त्रसित हुनुपर्ने छैन। तर उद्यमी व्यवसायको आवरणमा आपराधिक कुकृत्यमै तपाईँ संलग्न हुनुभएको छ भने त त्यसको त यु हेभ टु पे द प्राइस, त्यति हो। त्यसैले यो तर अनावश्यक ढङ्गले त्रसित बनाउने त्यतातिर सरकारको लक्ष्य पनि छैन, कुनै छलफल पनि छैन। तर पहिलाका मिसडिड्सहरूलाई हामी, त्यो इम्प्युनिटीको कल्चर त यसरी नै फैलिने हो नि। यी पोलिटिसियनहरू किन बिग्रिए भन्दाखेरि त्यो 46-47 सालमा मल्लिक आयोग जस्ता रिपोर्टहरू थन्काइए, पछि पोलिटिकल कन्भिनियन्सका लागि जुन इम्प्युनिटीको कल्चर हामीले बढावा गर्यौं, दण्डहीनताको संस्कृति हामीले मलजल गर्यौं, त्यसले बनाएको हो नि त यो शासकीय अहंकार, त्यसले बढायो नि त। र जनताको आक्रोश र जेनजी विस्फोट त्यसैको प्रतिबिम्ब त हो नि। त्यसलाई चाहिँ हामीले बुझ्नुपर्छ र त्यो मर्मलाई आत्मसात गर्यौं भने हामी सही ट्र्याकमा अगाडि बढ्छौं जस्तो मलाई लाग्छ। यत्रो गुडविल भएको देश, डायस्पोरा छ, 3 जनामा 1 जना नेपाली अहिले बाहिर हुनुहुन्छ, यति चासोका साथ हेरिराख्नु भएको छ। नेपालले अलिकति मात्रै लय समाति दियो भने हामी फर्कन्थ्यौं, लगानी गर्थ्यौं, हाम्रा असीम सम्भावनाहरूलाई प्रस्फुटित गर्थ्यौं भनेर जुन ऊर्जा छ बाहिर, यही भित्र पनि तपाईहरु बसेर संघर्ष गरिराख्नु भएको छ। यो सेन्सलेस रेगुलेसन, ट्याक्सेसन, यो पर्मिट, यो लाइसेन्स राज, यो सबैलाई हामी रिफर्म गर्दै अगाडि बढ्ने हो र त्यसको सानो झलक आगामी बजेटमा हामी दिन कोसिस गर्दैछौँ। हामीले सोचे जति टाइम पाएको छैनौँ प्रिपेयर गर्नको लागि। माघदेखि नै तयारी गर्न पाए भए ठुलै सर्जरी गर्न सकिन्थ्यो जस्तो मलाई लाग्छ। तर हामी आउँदा आउँदै आधा बजेटको काम सकिसकेका थियो। चैत 13-14 तिर आएर बहाली भयौँ। तैपनि अहिले यो रिफर्मका कामहरू, वाचापत्रमा लेखिएका कामहरू, कुराहरूलाई हामीले बजेटमा प्रतिबिम्बित गर्ने गरेर गएका छौँ। बजेट कस्तो आउला भनेर गुप्तचरी गर्नै परेन, मजाले यही पढिदिनु भयो हुन्छ, यही अनुसार आउँछ। त्यसैले यहाँहरूलाई म आश्वस्त पार्न चाहन्छु, ट्याक्सेसनलाई अलि रासनलाइज गर्दै जाने, जो उद्यम मैत्री होस्, लगानी मैत्री होस्, मिडल क्लासको बचत धेरै होस् ताकि उसले बजारमा उपभोग गरोस्। अहिले एग्रिगेट डिमान्ड कोल्याप्स नै भइरहेको अवस्था छ। यसलाई कसरी रिभाइभ गर्ने भन्नेमा हाम्रो ध्यान त्यतातिर छ। एउटा नयाँ आइडियालाई एउटा प्रतिभाशाली उद्यमीले म यसो गर्छु भनेर जहाँ छ उसलाई कसरी सजिलो बनाउने, यो झन्झट, यो हैरानी कसरी कम गर्ने भन्नेतिर हाम्रो ध्यान गएको छ। नयाँ नयाँ सेक्टरहरू के ओपन गर्न सकिन्छ। त्यही हाइड्रो पर्यटनको गीत गाएको त धेरै लामो समय भयो। अरू के हुन सक्छ?
डिजिटलाइजेसनमा नयाँ नयाँ कुराहरू आइराखेका छन्, त्यसलाई पनि हामीले चाहिँ त्यो खोलिदिनु पर्ने छ सम्भावनाहरू। खनिज क्षेत्र हामीले खोसेका पनि छैनौँ, त्यसलाई अलिकति छुन सकिन्छ कि। तर सबै गुड गभर्नेन्सको आवरणमा पहिलेका नीति निर्माताहरू राजनीतिज्ञहरू डराउँथे, पत्रिकाले फ्याट के लेख्देला, यो गर्देला उ गर्देला, किनकि उनीहरूको नियतै ठिक थिएन। अहिले हामी सही नीति सफा नियतका साथ अगाडि जाँदैछौँ। देशलाई बनाउनु पर्यो, कहाँ कहाँ छन् सम्भावनाहरू दबाइएका लुकाइएका, त्यसलाई माथि लिएर आउनु पर्यो, उजागर गर्नु पर्यो र तपाईहरू प्राइभेट सेक्टरले नै त्यसलाई लिड गर्ने हो। गभर्मेन्टले सहजीकरण गरिदिने, सिमेन्ट उद्योगको हामी बारम्बार उदाहरण लिन्छौँ, सरकारले सडक पुर्याइदियो, बिजुली पुर्याइदियो, बाँकी खरबौँको लगानी निजी क्षेत्रले गर्यो। तर यति धेरै गरिदिएछ कि अहिले फेरि अलिअलि समस्या छ भन्ने सुनिराखिएको छ। त्यसलाई पनि रिजल्भ गरौँ, डायलगबाट संवाद गरौँ, के गर्न सकिन्छ त्यसरी अगाडि जाउँ। पब्लिक एक्सपेन्डिचरको मैले अघि भनिहालेँ, मैले हेर्ने 1 रुपियाँ सरकारी खर्चले अर्को 7 रुपियाँ निजी लगानी भित्र्याउनुपर्छ, क्राउड इन गर्नुपर्छ, त्यस्तो खालको लगानीमा ध्यान दिउँ भन्ने छ। तर फिस्कल स्पेस असाध्यै सानो छ। 20 खर्बको बजेट आउँदा पनि अनिवार्य दायित्व नै झन्डै झन्डै 14 खर्बको छ। नयाँ कुरा केही नगर्दा पुराना दायित्वहरू मिट गर्नलाई मात्रै पनि हामीलाई 14 खर्ब चाहिन्छ। पोहोर राजस्व उठाएको छ जम्मा 12 खर्ब। चल्नको लागि पनि ऋण लिनुपर्ने अवस्थाबाट हामीले यो हात खुट्टा बाँधिएको जुन फिस्कल स्पेस छ त्योबाट पनि आशा जगाउने खालको बजेट ल्याउनु पर्ने चुनौती हामीलाई छ यसपालि। त्यो सरकार आफैले मात्र गर्न सक्दैन। त्यसैले अहिले ठुल्ठुला पूर्वाधार पुँजीगत खर्च छुट्याउनलाई हामीले 4 खर्ब जति छुट्याउँछौँ, तर खर्च गर्न सक्दैनौँ। 2 खर्ब पनि खर्च हुँदैन पुँजीगत खर्च यसपटक। त्यसैले यो सरकारले पुँजीगत खर्च गरेर देश एकदमै अर्को कायाकल्प हुने सम्भावना नदेखेको हुनाले हामी अब निजी क्षेत्रलाई नै भित्राउँदैछौँ। पुँजी पूर्वाधारहरूमा निजी पुँजी आएर नै गर्नुपर्ने भयो। पारि हिन्दुस्तानमा देखेका छौँ, नितिन गडकरीले 10-12 वर्षमा होइन त्यहाँ अब त्यो HAM के हाइब्रिड एन्युइटी मोडल भनेर धमाधम पूर्वाधारहरू बनाउनु भएको छ। ठ्याक्कै त्यहाँको नक्कल गर्नलाई हाम्रो हावापानी माटो नसुहाउँदो होला, तर केही खण्डहरूमा हामीले प्राइभेट पुँजीलाई इनेबल गरेर पूर्वाधारहरू बनाउनु छ। टनलहरूबाट सुरु गरौँ, केही सडकका खण्डहरूबाट सुरु गरौँ, रोपवे पडवे जस्ता कुराहरूमा चाहिँ खोलिदिउँ भनेर। नत्र सरकारले त्यो 10 अरब 20 अरब छुट्याएर हामी माथि जान सक्दैनौँ। त्यो 7% को आर्थिक वृद्धि, $100 बिलियन को इकोनोमिक एस्पिरेसन जुन छ त्यो सम्बन्ध हुँदैन। त्यसैले प्राइभेट सेक्टरलाई सर्लक्कै विकासको सारथी बनाएर हामी अगाडि जानुपर्ने हुन्छ। त्यसलाई इनेबल गर्नको लागि पनि हामीले कामहरू गर्नेछ र हामीले लिने ऋणहरू पनि इन्टर्नल बोरोइङ एक्सटर्नल बोरोइङ पनि त्यतैतिर सोच्याउनुपर्छ। र एउटा दुःख लाग्दो कुरा छ, यत्रो 50-60 वर्ष हामीले गरेका उल्लेख्य पूर्वाधार निर्माणहरू सबै विदेशी ऋणबाट हामीले बनायौँ। हाइड्रो पावरहरू, सडकहरू, आजका दिनमा पनि तपाईँ हामी गुड्ने लगभग सबै ठुला राजमार्गहरू लोनबाटै बनायौँ। तर त्यो विन्डो पनि अब न्यारो हुँदैछ। वर्ल्ड ब्याङ्क ADB को कन्सेसनल लोन 1%, 1.5% को ऋण ल्याएर 30-35 वर्षको पिरियडमा रिपे गर्ने गरेर बनाएका त्यो सुविधा पाउन्जेल हामीले सदुपयोग गर्न सकेनौँ। अब यिनीहरूले भन्दैछन् कि तिमीहरू त प्रति व्यक्ति आय पनि बढ्दैछ रेमिटेन्सका कारण इत्यादि, अब तिमीहरू यो कन्सेसनल बोरोइङको विन्डोबाट अब माथि जानुपर्छ, अलि चर्को ब्याजमा ऋण लिनुपर्छ भनिराखेको छ। त्यसैले हामी नबन्दै, मैले कुनै प्रसङ्गमा भनेको थियो, धनी नबन्दै बुढो हुने भयो। हाम्रो डेमोग्राफिक स्टोरी त्यस्तो छ। पर क्यापिटल इन्कम छ बल्ल बल्ल $1500। अबको 2-3 वर्षमा त हामी एजिङ सोसाइटी, बुढेउलो समाज भइसक्छौँ। भनेपछि धनी नबन्दै बुढो भयो यो समाज हुने भयो। खेर फाल्यौँ, दशकौँ खेर फाल्यौँ। र यो कन्सेसनल फाइनेन्सको जगमा जति पूर्वाधार हामी बनाउन सक्थ्यौँ त्यो झ्याल पनि अब साँगोरिँदैछ। र एउटै विकल्प अब यदि चुस्त र प्रतिस्पर्धी प्राइभेट सेक्टर फ्रेन्डली सरकार भइदिनु पर्यो कि अब प्राइभेट क्यापिटल डोमेस्टिक डायस्पोराको र विदेशी ल्याएर ठुलो स्तरमा पुँजी निर्माण गर्नको लागि हामी यो विन्डो खोल्नै पर्ने हुन्छ र त्यतातिर पनि अहिले हामीले ध्यान दिइरहेका छौँ। त्यसका लागि पनि तपाईँहरूले त्यो प्रोफेसनलिजम,
त्यो स्किल, त्यो ट्यालेन्ट पुल परेको दिन खरो उत्रन सक्ने क्षमता तपाईहरूले पनि देखाइदिनु होला। नेपालीहरूले नै गर्न सक्ने कामहरूमा हामीले विदेशीहरू गुहारी राख्न नपरोस् र यसरी चाहिँ हामी क्यापिटल फर्म, यो लो लेभल अफ डेभलपमेन्टमा पुँजी निर्माणबाटै माथि जाने हो। मिडल इन्कम भएपछि अब 5,000, 6,000, 7,000 डलर प्रति व्यक्ति आए वा मलेसियाहरू जस्तो 11-12,000 डलर प्रति व्यक्ति आए नै पुगेपछि त्यहाँ रिसर्चको, इनोभेसनको, R&D यो सबैको चाहिँ महत्त्व बढ्दै जान्छ। तर यो लो लेभल अफ डेभलपमेन्टमा जति बचाउन सक्यौँ र जति लगानी गर्न सक्यौँ उति नै आर्थिक वृद्धिलाई टेवा पुग्ने भए हुनाले हाम्रा नीतिहरू र संरचनात्मक उत्प्रेरणाहरू, इन्सेन्टिभ्सहरू पनि त्यतैतिर सोच्याउनु पर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढिरहेका छौँ। आसन्न बजेटका लागि तपाईहरुका स्पेसिफिक रिफर्म चाहिँ सुझावहरू छन् भने ती आउन्। स्पेसिफिक पेन पोइन्ट्सहरू, दुखेका कुराहरू हुन त यहाँहरूले दिइराख्नु भएको छ विभिन्न डेलिगेसनहरू मार्फत, तर एफएमसीसीआईले, सीएनआईले, च्याम्बरले सबै प्रतिनिधिहरूको सामूहिक पीडाहरूलाई चाहिँ सम्बोधन गर्नलाई जुन रिक्वेस्ट गरिरहेको छ त्यसलाई हामी एकदम सकारात्मक ढङ्गले राज्यको ल्याकतले भ्याएसम्म एड्रेस गरेर एकदम उदारतापूर्वक अगाडि जानेछौँ र यो समष्टिगत पिक्चर पुग्ने कहाँ हो, जाने कहाँ हो भन्ने कुराको यो नेसनल रोड म्याप हो। सरकारले मात्र बोलेर पुग्न, त्यसमा तपाईहरू सारथी मात्र होइन संवाहक नै बनेर हामीसँग अगाडि जानुपर्छ र बनेका मुलुकहरूको उदाहरण पनि यही हो। सरकारको एउटा एनलाइटेन्ड भिजन हुन्छ, त्यो भिजन एक्जिक्युट गर्ने निजी क्षेत्रमै हो। त्यो कुरा हामीले राम्ररी बुझेका छौँ र अहिलेको संक्रमणमा केही अलमल भए जस्तो भए पनि हामी पुग्ने गन्तव्य, त्यो गन्तव्यको यात्रा तय गर्दा अवलम्बन गरिने शैली